साथीहरु यो चाहिँ नीम ओइल हो। नीम ओइल जो नीम हुन्छ त्यसको दानाको क्रस गरेर तेल बनाएको। अनि यो चाहिँ अहिले खर्सानीको जो भाइरस छ लिफ कर्ल भन्छ त्यो पात डोला पर्ने अनि त्यसको रोगको लागि चाहिँ मैले यो दबाई लिएको छु। आज म बनाएर तपाईहरुलाई देखाउँछु लाएर पनि। अनि यो नीम ओइललाई मैले यसमा 2-3 ml हालिसकेको छु। अनि साथमा यो स्याम्पो पनि लाउनु पर्छ। स्याम्पो पनि लाएको छु मैले आधी। अब यसमा यो स्प्रे गर्ने मसिनमा चाहिँ यसरी पानी लाउनु पर्छ। खोर्सानीको रोग छ, यो रोग पात डोला पर्ने तपाईहरु देख्नुहुँदैछ यो कस्तो भएको छ हो। यस्तो रोगहरु लागेको छ। अनि यता हेर्नुस् यो सबै पात डोला पर्ने रोग छ। अब यसको के इलाज गर्नुपर्ने हो अब मलाई पनि धेरै थाहा थिएन र धेरै मैले खोज तलास गर्दाखेरि चाहिँ अहिले नीम ओइलले चाहिँ एकदम राम्रो काम गर्छ। अनि यसको बिटरनेसले चाहिँ यसको सबै भाइरसहरु अनि यसको रोग बिमार अनि यसले भिटामिन पनि पाउँछ भनेर चाहिँ मैले अहिले तयार पारेको छु। यो स्प्रे मसिन छ। यसमा मैले 2-3 ml जस्तो नीम ओइल अन्त आधी जस्तो स्याम्पो त्यसपछि लगाएर मिक्स गरेर पम्प गरेको छु यसरी। अब यसको चाहिँ हामी पत्तामा यसरी स्प्रे गर्नुपर्छ। आउनुस् त देखाउँछु। अब यसरी यो यसरी माथिबाट स्प्रे गर्नुपर्छ यसरी। यसरी गर्नुपर्छ। किनभने यसको रोगको अरु कुनै उपाय छैन कि चाहिँ जुन चाहिँ डल्ला पर्यो पात त्यही चुटाएर फ्याक्नु पर्यो क्यान्सर लागेको हात काटेर फ्याँके जस्तो कि चाहिँ अब यसको यो एउटा उपाय छ। अनि मैले एक दबाई तपाईले बताएँ यो नीम ओइल। अब तपाईमा अर्को पनि दबाईको नाम तपाईलाई दिन्छु। यसरी पम्प गर्नुपर्छ यो मसिन पनि तपाईहरुले अनलाइन मगाउन सक्नुहुन्छ। 300-400 सम्म पर्छ। 2 लिटर सम्म जान्छ यसमा। यसले कुनै पनि फलमा फूलमा कुनै हानि पुर्याउँदैन। तपाईहरु नडराउनुहोस् कि फल्दै गरेकोमा यसले केही समस्या ल्याउँछ कि त्यो केही नसोच्नुहुन्छ। यसमा एकदम यो अर्ग्यानिक केमिकल हो। अर्ग्यानिक तरिकाले बनाएको नीमको दाना हुन्छ जो क्रस गरेर चाहिँ यसको तेल निकालेको। अनि त्यसमा अरु पनि 1-2 दबाई पानीहरु मिसाएको हुन्छ जो चाहिँ अब बोट बिरुवाको भिटामिनको लागि रोग भाइरसहरुको लागि अनि अरु पनि यसमा यति मात्रै रोग भाइरस नभएर कमिला छ भने कमिला पनि यसले नष्ट बनाउँछ। अरु कीटाणु जति यसमा लाग्ने जो किरा फटेङ्ग्राहरु जो बिरुवालाई हानि पुर्याउने तिनीहरु पनि यसले त्यसको पनि यसको जस्तै मार्ने कामहरु यसले गर्छ भगाउने धपाउने। सो यस्तो प्रकारले यो मैले गर्दै छु। तपाईहरु पनि अहिले तपाईहरुको पनि खोर्सानीहरु छ भने यसरी पनि तपाईले यसको इलाज यसको रोकथाम तपाईले गर्न सक्नुहुन्छ। नीम ओइल तपाईले अनलाइन पनि पाउनुहुन्छ। अनि अनलाइन अहिले अमेजन फ्लिपकार्ट तिर एग्री बेग्री अनि बिग हाट तिर अर्ग्यानिक बजार तिर तपाईले अनलाइन मगाइकन यसरी युज गर्न सक्नुहुन्छ। अनि यो सबै मेरो खर्सानी बारी हो। अहिले मेरो कस्तो भएको छ भने म तपाईलाई देखाउँछु। यो सबै खर्सानी हो मेरो। अनि सबै पातहरु चाहिँ यस्तो भएको छ। यो हेर्नुस् डल्ला परेर यस्तो बिजोक भइरहेछ हो। यो हेर्नुस् ममु जस्तो भइसक्यो सबै। अब यस्तो भयो भने चाहिँ यसले न फुल्ने आशा पनि आउँदैन फल्ने आशा पनि आउँदैन र लाटा भएर बस्छ। यत्रो डाक्ला हुन्छ लाटा भएर बस्छ। अब यो भर्खर फल्ने फुल्ने कोसा दानाहरु लाग्दैछ। यो हेर्नुस् यी अब यसले केमिकल्स दबाईहरु पाएन भने किनभने यो चाहिँ अब यतिकै अब यो वेस्टेज हुन्छ हो। त्यसले गर्दाखेरि तपाईहरुलाई सुझाव छ अब यसको एउटा इलाज चाहिँ जो मैले देखाए तपाईहरुलाई यो नीम ओइल चाहिँ एकदम बेस्ट रहन्छ। स्याम्पो चाहिँ लाउनै पर्छ। अब अचम्मै मान्दैलाई स्याम्पो किन लाउनु स्याम्पोको पनि ठुलो रिजन छ लाउनै पर्ने रहेछ भन्ने कुरा मैले पनि कनै अब एउटा एक्सपर्ट एउटा फार्मर एउटा उहाँबाट नै मैले सुझाव लिएको हो। यसै कारण तपाईहरुले पनि यसको
सुविधा अनि यसको जो फाइदा उठाउन सक्नुहुन्छ। हवस्, धन्यवाद।